फोन गरेर त हुन्थ्यो कि एघार त त्यो अटोमा लिएर आउँथ्यौँ नि यहाँ आइसकेपछि उता पसेर जाँदाखेरि फोन आउँछ आउन बस्न आउन Baba, also run not in the house. तिमीहरु यता लाइन लाग्यो बजे बजे खोइ बिना दिदी त जोरो आएर एकदम एकदम राम्रो छ मेरो को पैसा नभएर जान्न के भने साइडमा बसेर मजा ल्याएर साइडमा बसेर ल्याएर त्यही भएर त बाटो होइन मैले आधीबाट जाँदै होइन यस्तो घटना भएको छैन म यो बाटो हुँदै होइन भने फेरि त्यहाँबाट एक दिन केरलको बेलामा आएको है कालो 14-15 वर्ष होइन त्यो भन्छ आइपुग्यो भने परीक्षा त म एक्लै आएँ हजुर एकदम राम्रोसँग है अहिले पछि बंदा गहिरो अर्को प्रेम रहेछ
आउनु भयो त बालिन्छ बालिन्छ ठीक छ
Ranjit? नहीं इधर अम्मा अम्मा बोल रही रमेश Thank you.
सुपुत्र तथा अनुग्रह पवित्र र मेरो व्यक्तिगत तर्फबाट र हाम्रो कोइरो ग्रुपको तर्फबाट तपाईहरु सबैलाई प्रभुको नाममा जय मसीह साथसाथै तपाईहरुलाई नमस्कार पनि छ। सुरु गर्नेछौँ। हामी परमेश्वरसँग प्रार्थना गरिकन आजको यो पवित्र विवाहको कार्यक्रमलाई हामी सुरु गर्नेछौँ र हामीलाई चर्चका आदरणीय पास्टर दिलबहादुर गुरुङज्यूलाई र आज विशेष गरिकन हाम्रो छोरी को विवाह हुन जाँदैछ। त्यसकारण आज सम्पूर्ण हामी परिवारहरू यहाँनिर सहभागी भएका छौँ र आजको सम्पूर्ण विवाहको कार्यक्रमलाई हामी प्रभुको हातमा समर्पण गर्छौँ र उहाँको पवित्र आत्माको अगुवाई हामी माग्दछौँ। यसकारण म तपाईँहरूको बिचमा उत्पत्तिको पुस्तक हाम्रो धर्मशास्त्र बाइबलको सुरुको पुस्तक अध्याय 2 को 1 पद पढेर म आजको यो सुरुको प्रार्थना अगाडि बढाउनेछु। यहाँ यसरी लेखिएको छ, अनि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहनु असल होइन, तिनका निम्ति म तिनीसँग मेल खाने अथवा सुहाउने एउटी सहयोगी बनाउनेछु। प्रभुको वचन हो। हामी सबैलाई आशीर्वाद दिनुभएको होस्। सुजनलाई प्रश्न गर्न चाहन्छु। सुजन भाइ, के तपाईँ आफ्नो राजी खुसीले यो विवाह गर्दै हुनुहुन्छ कि कसैको दबाबमा आएर तपाईँ गर्दै हुनुहुन्छ? परमेश्वरको अनुग्रहले आफ्नै इच्छामा गर्दैछु। धन्यवाद। अब यो समय फेरि भाइको मण्डलीको पास्टरलाई म प्रश्न गर्न चाहन्छु। कृपया त्यो माइक म पास्टर भाइलाई यो प्रश्न गर्न चाहन्छु कि यो परमेश्वरको इच्छा मण्डलीको प्रार्थना र मण्डलीको राय सल्लाहबाट नै विवाहको लागि अघि बढ्नु भएको हो कि भाइ वा भाइको परिवारबाटको दबावको कारणले यो विवाह तपाईँ अघि बढ्नुभयो? हामी परमेश्वरसँगको प्रार्थना र परमेश्वरको इच्छामा हामी यो विवाहमा अगाडि बढेका हौँ। धन्यवाद छ। फेरि भाइलाई प्रश्न, दुईटा माइक भएन सजिलो हुन्थ्यो। भाइ, अघि तपाईँले भन्नुभयो कसैको दबाबमा आएर होइन, यो मेरो राजी खुसीले परमेश्वरको योजना र चर्चको राय सल्लाहबाट भएको हो भने के तपाईँले यो नानी एलिसालाई ख्रिस्टले जस्तै प्रेम गरिरहन, वास्ता राख्न, सहायता गर्न, आर्थिक खाँचो पुरा गर्न र अझै मुख्य कुरा यो नानीलाई आत्मिक रूपमा डोर्याउन तपाईँ तयार हुनुहुन्छ? परमेश्वर पिताको कृपा, येशू ख्रिस्टको अनुग्रह र पवित्र आत्माको सहायतामा म तयार छु। धन्यवाद। भाइको पास्टरलाई प्रश्न। भाइको पास्टर र सिङ्गो चर्च परिवारलाई जो पास्टर भाइ मण्डलीको तर्फबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ उहाँलाई प्रश्न। तपाईँ र तपाईँको चर्च परिवारले यो नानी एलिसालाई तपाईँको चर्चको सदस्यको रूपमा स्वीकार गर्दै ख्रिस्टको चेलापनमा हुर्काउँदै यो नानीको प्राणको हेरचाह गर्न तयार हुनुहुन्छ? हामी परमेश्वरको कृपामा तयार छौँ। धन्यवाद। अब नानीलाई प्रश्न। नानी एलिसा, के तपाईँ आफ्नो राजी खुसीले यो विवाह गर्दै हुनुहुन्छ कि कसैको दबाबमा आएर गर्दै हुनुहुन्छ? आफ्नै इच्छाले हो। धन्यवाद।
नानीको बुबा स्वयं पास्टर पनि हुनुहुन्छ। पास्टर दाजु घनसिंहलाई यो प्रश्न छ, कृपया उहाँले प्रतिउत्तर दिनुहुनेछ। कि यो परमेश्वरको इच्छा मण्डलीको प्रार्थना र मण्डलीको राय सल्लाहबाट नै विवाहको लागि अघि बढ्नु भएको हो कि बहिनीको मात्र इच्छा वा दबावको कारणले तपाईँ अघि बढ्दै हुनुहुन्छ? मैले लामो समयबाट नानीको लागि प्रार्थना गरेका थियौँ र यो मण्डलीको पूर्ण सहमति, परिवारको सल्लाह र देशको कानुनलाई पनि हामीले ध्यान दिँदै यो विवाह गर्न हामी राजी भयौँ। धन्यवाद छ। नानीलाई पुनः प्रश्न। नानी एलिसा, अघि तपाईँले भन्नुभयो कसैको दबावमा आएर होइन, यो मेरो राजी खुसीले परमेश्वरको योजना र चर्चको राय सल्लाहबाट भएको हो भने के तपाईँले भाइ सुजनलाई क्रिस्टले जस्तै प्रेम गरिरहन, वास्ता राख्न, सहायता गर्न, उहाँको अधीनमा बस्न तपाईँ तयार हुनुहुन्छ? हजुर, तयार छु। धन्यवाद छ। प्रश्न त्यहाँको स्थानीय चर्च अर्थात् जुन ठाउँमा तपाईँ विवाह भएर जाँदै हुनुहुन्छ त्यहाँको स्थानीय चर्चको सदस्य भएर त्यस मण्डलीका विश्वासी परिवारलाई प्रेम गर्न, त्यहाँका विश्वासीहरूलाई चेलापनमा हुर्काउँदै तपाईँले पाउनुभएको जिम्मेवारीहरू अर्थात् उत्तरदायित्वहरूलाई पुरा गर्न नानी तपाईँ तयार हुनुहुन्छ? हजुर, तयार छु। धन्यवाद छ। हामी दुवै पक्षबाटको प्रश्न हामीले उत्तरलाई सुनिसकेका छौँ। हामी दुवै पक्षलाई ताली बजाएर के तपाईँ बहिनी एलिसा पुनः आफ्नो विवाहित पत्नीको हटाएको दाहिने हात राखिदिनुहुन्छ। हुन्छ, तपाईँहरू पास गर्नु। भाइ सुजन गुरुङले म जो बोल्दैछु उहाँले पछि सो कुरालाई दोहोऱ्याउनुहुनेछ। म सुजन गुरुङ परमेश्वर र मण्डलीको उपस्थितिमा यो बाचा गर्दछु कि आजदेखि उसो म तपाईँ एलिसा पुनलाई मेरो विवाहित पत्नीको रूपमा स्वीकार गर्दछु। जसरी ख्रिस्टले आफैलाई अर्पण गरी मण्डलीलाई प्रेम गर्नुभयो त्यसै गरी नै म तपाईँलाई हरेक सुखमा वा दुःखमा प्रशस्ततामा वा अभावमा आरोग्यतामा वा बिरामीमा जीवनमा आइपर्ने हरेक परिस्थितिहरूमा मृत्युले अलग नगरेसम्म तपाईलाई प्रेम गरिरहनेछु। परमेश्वरको वचनको सत्यताले हुँदै पवित्र आत्मामा अगुवाई गर्दै आत्मिक रूपमा तपाईको संरक्षण गरिरहनेछु र भौतिक रूपमा खाँचो पूरा गरिरहनेछु। म तपाईँ प्रति विचारशील भएर जीवनका अनुग्रहका साझे हकदार सम्झी तपाईको सेवा गरिरहनेछु। म तपाईलाई प्रेम र आदर दिँदै मण्डली र संसारको बीचमा एक असल उदाहरणीय पति भएर ख्रिस्टको सुसमाचारलाई झल्काइरहनेछु जसबाट परमेश्वरको महिमा भएको होस्। यही बाचा गर्दै यो औँठी
यो औँठी प्रेमको प्रतीकको रूपमा तपाईलाई एक उपहार स्वरूप प्रदान गर्दछु। हामी ताली बजाउनेछौँ। अब यो समय नानी एलिसा एकले अर्कालाई पनि हेरिरहनु है, अनि त्यो चाहिँ अझै उत्तम रहनेछ। उपस्थितिमा परमेश्वरको उपस्थितिमा र मण्डलीको उपस्थितिमा यो वाचा गर्दछु कि आजदेखि उसो म तपाईँ सुजन गुरुङज्यूलाई मेरो विवाहिता पतिको रूपमा स्वीकार गर्दछु। जसरी मण्डली ख्रीष्टको अधीनमा रहन्छ त्यसरी नै म पनि तपाईको अधीनमा रहेर हरेक दुःखमा वा सुखमा प्रशस्ततामा वा अभावमा आरोग्यतामा वा बिरामीमा जीवनमा आइपर्ने हरेक परिस्थितिमा मृत्युले अलग नगरेसम्म म तपाईलाई ख्रीष्टमा प्रेम उत्साह र तपाईको सेवा गरिरहनेछु। तपाईलाई प्रेम र आदर दिँदै मण्डली र संसारको बीचमा एक असल उदाहरणीय पत्नी भएर ख्रीष्टको सुसमाचारलाई झल्काइरहनेछु, जसबाट परमेश्वरको महिमा भएको होस्। यही वाचा गर्दै यो औँठी प्रेमको प्रतीकको रूपमा तपाईलाई एक उपहार स्वरूप प्रदान गर्दछु। आफ्नोमा र त्यो करारलाई एक अर्कामा चाहिँ फेरि साकासाथ उहाँले गर्नु। र एकले अर्कालाई ती वाचाहरूद्वारा याद दिलाइरहनेछ। कष्टहरूमा, कठिनाइहरूमा, सङ्घर्षहरूमा, होइन, अप्ठ्यारो परिस्थितिहरूमा त्यो वाचाहरूले एकले अर्कालाई याद गराइरहनुहुनेछ, जुन वाचा आजको दिन उहाँले गर्नुभएको छ। पालो साथै प्रमाणपत्र पनि छ, विवाहको प्रमाणपत्र। अरू विश्वासी परिवारहरू सहभागी हुनुभएको छ र मुख्य गरिकन भाइको तर्फबाट पनि स्थानीय चर्चको पास्टर स्वयं बुबा र त्यहाँ स्थानीय चर्चको सदस्य उहाँ सहभागी हुनुभयो। विवाहको प्रमाणपत्र सामदान चर्चका पास्टर रामो पुन्जीलाई अगाडि आउन आग्रह गर्न चाहन्छु र हामी प्रार्थना गर्नेछौँ। हामी ताली बजाउनेछौँ। सामदान चर्चका आदरणीय पास्टर दाजु रामो पुन आग्रह गर्न चाहन्छु। हाम्रो सर्वोच्चमा विराजमान हुनुहुने परमेश्वर पिता, तपाईलाई हामी हृदयदेखि नै धन्यवाद दिन्छौँ। लामो समयको प्रार्थना पश्चात तपाईले यी दुवैजनालाई जोड्नु भएको छ। हे प्रभु, यो तपाईले दिनुभएको हाम्रो प्रार्थनाको प्रत्युत्तर हो। हामी तपाईँ परमेश्वरसँग हामी रमाउँछौँ र तपाईँलाई हृदयको अन्तस्करणबाट धन्यवाद दिन्छौँ। प्रभु, हाम्रो प्रार्थना सुन्नुहुने तपाईँ बुबा हुनुहुन्छ। तपाईले यी दुवैलाई जोड्नु भएको छ।
आज यसरी तपाईँको उपस्थितिमा, मण्डलीको उपस्थितिमा, सम्पूर्ण इष्टमित्रको उपस्थितिमा रहेर हामी यो विवाहको कार्यक्रमलाई अगाडि बढाएका छौँ। र आजदेखि उसो यी दुवै भाइ बहिनी एक श्रीमान र श्रीमती भएको छ र यो श्रीमान र श्रीमतीको सम्बन्धमा तपाईँ परमेश्वरले नै जोड्नु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ र हामी प्रार्थना गर्छौँ, आशिष माग्छौँ। हे पिता परमेश्वर, तपाईँले भाइ र बहिनीलाई आशिष दिनुहोस्। उहाँलाई निरन्तर रूपमा तपाईँले अनुग्रहमा, आफ्नो कृपामा डोराइरहनुहोस्। जीवनको हरेक कष्ट र कठिनाइहरूमा, सङ्घर्षमय यात्राहरूमा प्रभु तपाईँ परमेश्वरको वचनलाई याद गर्दै सुसमाचारमा रूपान्तरित हुँदै अघि बढ्न तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। निश्चित रूपमा वैवाहिक दाम्पत्य जीवनमा थुप्रै आरोह अवतरण आउँछ, थुप्रै समस्याहरू आउँछ, कठिनाइहरू आउँछ। ती सबैमा प्रभु तपाईँ परमेश्वर उहाँहरूको पक्षमा भइकन तपाईँले अगुवाई गरिरहनुहोस्। उहाँलाई तपाईँको वचनले हौसला दिइरहनुहोस्। उहाँलाई निरन्तर यी आज राखिएको यी उहाँले बाचा बाँध्नुभएका करारलाई सम्झँदै तपाईँमा निरन्तर अघि बढ्दै जान सकेको होस्। हे प्रभु, उहाँहरूको जीवनको केन्द्र तपाईँ बनिरहोस्। उहाँहरूले तपाईँलाई आफ्नो मुक्तिदाता, उद्धारकर्ता जसरी स्वीकार गर्नुभएको छ, त्यसरी नै जीवनको हरेक परिस्थितिमा तपाईँलाई केन्द्र बनाउँदै जिउँदै अघि बढेको होस्, जसबाट तपाईँ परमेश्वरको महिमा भएको होस्। निरन्तर रूपमा तपाईँले दुवैलाई आशिष दिनुहोस्। हरेक परिस्थितिमा तपाईँले हौसला दिइरहनुहोस्। एकले अर्कालाई माया गर्न, प्रेम गर्न, एकअर्काको निम्ति चाहिँ सङ्घर्षमय कठिन अवस्थामा पनि एकअर्कालाई प्रेम गर्न, एकअर्काको खाँचोहरूलाई पुरा गर्न, एकअर्कालाई प्रभु हौसला दिनमा तपाईँले सहायता गर्नुहोस्। ओ प्रभु, तपाईँ परमेश्वर जसरी ख्रिस्टले अति नै मण्डलीलाई प्रेम गर्नुभयो, त्यसरी नै भाइ सुजनले बहिनीलाई प्रेम गर्नमा तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। जसरी मण्डली ख्रिस्टको अधीनमा रहे, त्यसरी नानी पनि आफ्नो श्रीमानको अधीनमा रहिरहनलाई तपाईँ परमेश्वरले सहायता मद्दत गर्नुहोस्। जसबाट हे प्रभु तपाईँ परमेश्वर उचालिनु भएको होस्, तपाईँ परमेश्वर केन्द्रित भएको होस् भनी बिन्ती अनि प्रार्थना गर्छौँ। यो आशीर्वाद हामी तपाईँसँग मागेका छौँ। पिता, तपाईँले यी दुवै परिवारमा, यी दुवैजनालाई प्रभु आशिष दिनु। उहाँको दाम्पत्य जीवनमा तपाईँले आशिष दिनुहोस्। र प्रभु समयको क्रममा उहाँहरू बढ्दै जानुहुँदा प्रभु जसरी तपाईँको वचनले भन्नुभएको छ, फल्दै फुल्दै वृद्धि हुँदै जाओस्, त्यसरी नै प्रभु तपाईँ परमेश्वरले उहाँलाई आशिष दिनुहोस्। यी सबै प्रार्थना यो आशीर्वाद माग्दछौँ हाम्रो उद्धार एकमात्र जिउँदो येशू प्रभुको नाममा। हामी ताली बजाई गाडी हुन्छ
हामी परिवार पक्षलाई पनि आमा र बुवालाई पनि अगाडि आउनको निम्ति मद्दत गर्दछु। ताली बजाउँदै हामी यस समय हाम्रो गोलेको बुवा र साथसाथै पास्टर नसिक कुञ्जुलाई धन्यवाद सञ्चालक बाबु बादललाई धन्यवाद दिन्छु किनकि उहाँको कारणले उहाँको योजनाले यो सबै र विशेष गरिकन आजको यो दुल्हापट्टिका सम्पूर्ण चाहन्छु। यस्तै गरिकन आउनुभएका हाम्रा पाहुनाजनहरू आफन्तहरू इष्टमित्रहरू र यस वडामा यो समाजमा कर्ताहरू यहाँहरू सबै छु। यस्तै गरिकन आज यो विवाहको करार बात गरिकन यो विवाहको निम्ति अन्य परिवारहरूको पनि सहभागिता छ, अन्य मित्र बन्धुहरूको सहभागिता छ। यसको लागि पनि म उहाँहरूलाई धेरै धन्यवाद दिन्छु र आज खै धन्यवाद दिन्छु। यो मण्डली यो कार्यक्रमको लागि उपलब्ध गराउनु हुने हाम्रो पास्टर नील गुरुङ लगायत सम्पूर्ण मण्डली परिवारलाई पनि हृदयबाट यद्यपि समयको अभावको कारणले यतिकैमा राख्दै मलाई आज धेरै खुसी सदा यही छ शुभकामना हाम्रो, यही छ शुभकामना। प्रोदेन कस्तो अचम्म कसले बुझ्न सक्छ र वहाँको नै योजना हो कसले काट्न सक्छ र टुट्ने छैन कहिल्यै पनि प्रभुमा यो जोडी, टुट्ने छैन कहिल्यै पनि प्रभुमा यो जोडी। सधैँ सधैँ अघि बढ सारा बन्धन तोडी, यही छ शुभकामना हाम्रो, यही छ शुभकामना। नौ जोडी फुल्दै जाऊ फुलसरी फुल्दै जाऊ, संसारको अन्धकारमा दीप बनिआऊ सदा, यही छ शुभकामना हाम्रो, यही छ शुभकामना। धन्यवाद।
धन्यवाद छ तपाईँ परमेश्वरले गर्नुभएको सबै अनुग्रह सबै आशिषको लागि म प्रार्थना गर्छु प्रभु तपाईँ परमेश्वरले छोरी एलिसा र बाबु सुजनलाई तपाईँ परमेश्वरको आत्माले सदैव अगुवाई गर्नुहोस् तपाईँको वचनको साँचो सत्यतामा भएर अघि बढ्न र तपाईँ परमेश्वरको नामको बढाइ गर्न र यो संसारमा नुन र ज्योति जस्तै हुन तपाईँले सहायता गर्नुहोस् ताकि प्रभु यस विवाहद्वारा तपाईँ परमेश्वरलाई महिमा र प्रशंसा हुन सकोस् भनेर प्रार्थना र बिन्ती चढाउँदछु प्रभुजी यता माइती पक्षका हामी सबैलाई र प्रभु घर पक्षका सबैलाई तपाईँ परमेश्वरको हातमा राख्दछौँ तपाईँ परमेश्वरले सबै कुरामा अनुग्रह गर्नुहोला भनेर पनि प्रार्थना गर्दछौँ प्रभु हामी प्रार्थना गर्दछौँ यो समयमा हाम्रो लागि तपाईँ परमेश्वरले भोजन जुटाउनु भएको छ अनि हाम्रा इष्टमित्रहरू पाहुनाहरू धेरैले प्रभु भोजन दिइसक्नु भएको छ र अब हामी कतिजनाले त्यो भोजनहरू लिनेछौँ प्रभु तपाईँले आशीर्वाद गर्नुहोला भनेर हामी प्रार्थना गर्दछौँ र प्रभु हामी प्रार्थना गर्दछौँ फेरि प्रभु यहाँबाट दुलहा पक्षका सबै जन्तीहरू लगायत प्रभु यताबाट हाम्रो छोरीहरू पनि प्रभु जानेछन् तपाईँ परमेश्वरले फेरि जसरी सुरक्षाको साथ ल्याउनु भयो फर्केर जाँदा तपाईँको सुरक्षामा लैजानुहोस् भनेर हामी प्रार्थना गर्दछौँ तपाईँ परमेश्वरले सबै कुरामा अनुग्रह र आशीर्वाद गर्नुहोला सबै बिन्ती प्रार्थना तपाईँको शरणमा राख्दै अन्तमा तपाईँ परमेश्वर पिताको प्रेम प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू सबैसँग सदा सर्वदा भइरहोस् धन्यवाद हो तिम्रो महिमा हो सदा लागि रमेश
स्वर्गको सुन्दर उपहार सुपर फास्ट सदा लागि दुःख जति सुकै भए पनि शान्ति पाए तिम्रो प्रेमले येशू कति गहिरो छ तिम्रो प्रेम मलाई अपनाऊ क्षमा गर्नु प्रेम गर्यौ र मेरो सहारा भयो तिमीले मलाई रोज्यौ तिमी हो सच्चा मुक्तिदाता येशू मसीह हो हरेक क्षण येशू मेरो
कहिल्यै अस्वीकार गरेन अन्धकार र पापले घेरेको बेला मलाई छोयो तिम्रो पवित्र आत्माले मेरो प्रेम मेरो मुक्ति येशू मसीह मेरो जीवन र प्रेम येशू तिमी नै हो तिमीले मलाई कहिल्यै नछोड्यौ येशू तिमी मेरो साथ हिँडिरह्यौ जीवनको तिमी नै बाटो येशू तिम्रो नाम सबैभन्दा महान छ येशू तिमी जीवनको मार्ग हो सबै कुरा तिमीमा छ येशू तिमी नै मेरो सहारा हो हरेक कठिन घडीमा अन्धकारमा भट्किरहेको थिए अकेलो थिए अन्धकारमै हराइरहेको आज
ठिक छ। सुरुवातमा चाहिँ हाम्रो ठुला हुन्छ, हाम्रो ठुला हुन्छ कर्णबहादुर गुरुङ ठुला, अनि उहाँ चाहिँ मेरो बुवा ढकबहादुर गुरुङ, अनि मेरो उता हाम्रो फुपू हुनुहुन्छ, जेठी फुपू हुनुहुन्छ माया गुरुङ, यतापट्टि हुन्छ कान्छी फुपू भगवती गुरुङ, यता मेरो दिदी सुषमा गुरुङ, यता मेरो दाइ उताको छोरो हुन्छ उहाँ चाहिँ कमल गुरुङ, उहाँ चाहिँ हुन्छ मेरो हाम्रो कालबाको छोरा मेघराज गुरुङ, अरू बाहिर बाहिर अनि हाम्रो हुनुहुन्छ दाजु हाम्रो आदरणीय पास्टर हुन्छ पार्वती सापकोटा, र हाम्रो हुन्छ अहिले हाम्रो जवान पास्टरज्यू अहिले हुन्छ हाम्रो अनिल सापकोटा, र अर्को हुन्छ हाम्रो सुरज सुनाज्यू जस धन्यवाद। मलाई लाग्छ यहाँभित्र भनेर सबै हाम्रो बहिनीको नातेदार हुनुहुन्छ र बहिनीले सबैको परिचय आफ्नो नजिकको मानिसहरूको परिचय हामीलाई दिनुहुनेछ। सबैजनालाई जय मस्ते। र उहाँ हुन्छ मेरो बाबा कान्छा बाबा साइना बाबा, उहाँ ठुलो बाबा हुनुहुन्छ मम्मी, ठुली आमा हुनुहुन्छ, उहाँ हुन्छ कान्छी आमा, मेरो बाजे माइत बाजे, उहाँ हुन्छ मेरो ठुलो मामा माइलो आमा, साइलो आमा हुनुहुन्छ, उहाँ हुन्छ साइली माइजू माइली माइजू, कान्छी माइजू उहाँ हुनुहुन्छ, ठुलो दाइ मेरो भाइ त्यहाँ, मेरो बहिनी र सबै बाबाहरूको छोराहरू उहाँ हुन्छ कान्छा हजुरबाको छोरी, उहाँ हिराछेमा आउनु भएको छ अर्को छेउमा। मेरो दिदी पनि हुन्छ है एकजना, ठुल्बाको छोरी फुपूको छोरीहरू पनि हुनुहुन्छ। माग गर्नुलाई दाईहरू चाहिँ फेरि यहाँ दाईहरूको एन्ट्री भयो मलाई फेरि। उहाँ छ सागर गुरुङ, मेरो कालपाको छोरा उहाँ नि, अनि उता हुन्छ उहाँ मेरो दाई हो होमबहादुर गुरुङ, हाम्रो उता बुढाली मावली पर्छ उहाँ चाहिँ, अनि उता छ दिपेन्द्र भुजेल, ऊ चाहिँ मेरो बहिनीको चाहिँ सानैदेखि मानेको चाहिँ एउटा धर्मदाई, उहाँको चाहिँ कस्तो हुन्छ भने दाजुभाइ छ कुनै पनि बहिनी छ नि त, सानैमा बहिनी सानो हुँदाखेरि नै उहाँ धर्मदाई मानेको हुनाले चाहिँ कस्तो छ भने हाम्रो चाहिँ सानैबाट फ्यामिलीको जस्तै मेम्बर जस्तै हुनुहुन्छ, हरेक कुराहरूमा सामेल हुनुहुन्छ। ठ्याक्कै अब एउटै आमाबाट चाहिँ नजन्मेको भयो नि, तर चाहिँ हाम्रो परिवारकै एउटा भित्रको सदस्य हुन्छ हाम्रो देशका। अनि उहाँ चाहिँ राजन गुरुङ, राजन दाई उहाँ चाहिँ यति नै हो। हस् धन्यवाद। हुन्छ हामी हाम्रो चिन जानेको कार्यक्रमलाई यतिकैमा राख्नेछौँ।
र मलाई लाग्दैन हामी सबैलाई याद गर्न सकिरहेका छौँ। यति समयमा हामी समयको अन्तरालमा सम्बन्ध राख्दै गर्दा एकअर्कासँग भेट्दै गर्दा हामी एकअर्कालाई चिन्दै जाने एकअर्कासँग अझै परिचित हुँदै जाने अवसरहरू परमेश्वरले हामीलाई दिनुहुनेछ र हामी चिन्जानीलाई यतिकै राख्नेछौँ। र तपाईँहरूले मलाई लाग्छ तपाईँहरूले केही उपहारहरू ल्याउनु भएको छ। हाम्रो बहिनीको पक्षबाट पनि केही उपहारहरू आएको छ। त्यस कारणले गर्दाखेरि हामी त्यो उपहारहरूलाई एक एक गरेर वितरण गर्नेछौँ। एकसाथ एक पुस्तकमा गरेर हामी त्यसलाई पनि खत्तम गर्नेछौँ। र हामी दुलहीको पक्षबाट हाम्रो उहाँको बुवा घनसिंह पुन्ज्यूलाई म आफ्नो उपहारहरू लिएर आउनको लागि आग्रह गर्छु र साथसाथै म दुलहाको तर्फबाट चाहिँ उहाँको बुवा भगबहादुर गुरुङज्यूलाई पनि उपहारहरू लिएर आउन र त्यसलाई एकअर्काको बिचमा साटासाट हामी आशा गर्छौँ यो सम्बन्ध हामी सबै एउटा अन्तिम प्रार्थना हाम्रो पास्टर बुवाले गर्नुहुनेछ। आजको वैवाहिक कार्यक्रम हामीले अब अन्त्य गर्दैछौँ र बिदाईको यो समारोहमा हामी सहभागी भएका छौँ र हामीले एकअर्कालाई चिन्जान गर्ने यो मौका पनि हामीले पायौँ। तर हामी सबैलाई सम्झन सक्दैनौँ किनभने हाम्रो मानसिक यति तेज छैन कि क्याच गरिहाल्ने होइन र समयको अन्तरालमा हामी एकअर्कालाई चिन्नेछौँ। र अन्तमा म के भन्न चाहन्छु भने हामीले हाम्रो छोरीलाई अहिलेसम्म हुर्काइरहेका थियौँ, सिकाइरहेका थियौँ, अगुवाई गरिरहेका थियौँ होइन। अनि हाम्रो ज्ञान बुद्धि र बलले भ्याएसम्म हामीले छोराछोरीहरूलाई विशेष गरिकन अनुशासनमा परमेश्वरको भयमा हुर्काउनको लागि हामीले धेरै प्रयत्न गऱ्यौँ र प्रभुले मेरो चावडै बच्चाहरूलाई अहिलेसम्म सम्हालिराख्नु भएको छ। यसको लागि म उहाँलाई धन्यवाद दिन्छु र विशेष गरिकन आजसम्म मेरो छोरी चाहिँ मेरो अधिकार मुनि थियो र मैले मेरो छोरीमाथि नेतृत्व गर्थेँ अथवा उसलाई अगुवाई गर्थेँ, सम्हाल्थेँ। गल्तीहरू गर्दा खराब कुरामा उसले सोध्दै गर्दा त्यस्ता कुराहरूबाट जोगाउन मैले धेरै प्रयत्न गर्थेँ र म छोरीलाई पनि म विशेष धन्यवाद दिन्छु। आजको दिनसम्म लगभग 25 वर्ष नागिसक्यो। आजको दिनसम्म मलाई कहिल्यै पनि मैले भनेको कुराहरूमा उसले चाहिँ इन्कार गरेको मैले थाहा पाएको छैन। तर म अब अन्तमा के भन्न चाहन्छु भने मैले आजदेखि ज्वाइँ सुजनलाई मेरो छोरीको जिम्मा दिएको छु। तपाईँबाट परमेश्वरले हिसाब लिनुहुन्छ। यस कारणले म आशा गर्छु तपाईँले छोरीलाई आफ्नो पत्नीलाई सम्हाल्नुहुनेछ र भोलि सबै परिस्थितिको बिचमा आफ्नो पत्नीप्रति गर्नुपर्ने दायित्वहरू निभाउनुहुनेछ र छोरीले पनि निभाउनेछ भन्ने हामी आशा गर्छौँ, हामी कामना गर्छौँ र हामी प्रार्थना गर्छौँ। स्वर्गीय बुवा, हामी तपाईँप्रति कृतज्ञ छौँ। तपाईँले हामीलाई यो सुन्दर समय दिनुभयो। तपाईँले हामीलाई आजसम्म एलिसा छोरीलाई सही बाटोमा डोर्याउन र तपाईँको इच्छाहरूमा हिँडाउन हामीलाई मद्दत गर्नुभयो। अब उसो हामीले यो छोरीलाई ज्वाइँ सुजनको हातमा सुम्पिएका छौँ। प्रभु तपाईँले आफ्नो कृपा, आफ्नो अनुग्रह छोरीमाथि राख्नुहोला, यही मेरो प्रार्थना छ। वैवाहिक जीवन सधैँ एकनाश हुँदैन। तपाईँको कृपाले आफ्ना छोराछोरीहरूलाई सम्हाली राख्नुहोला। सबै परिस्थितिको बिचमा तपाईँको त्यो गहिरो प्रेमलाई जान्दै तपाईँप्रति धन्यवादी हुन र सबै परिस्थितिमा तपाईँप्रतिको विश्वासलाई दृढ बनाइराख्न तपाईँले सहायता गर्नुहोला। नयाँ घराना, नयाँ ठाउँमा जाँदैछ, तपाईँको अनुग्रहले आफ्नो छोरीलाई डोर्याउनुहोला। जहाँ भए पनि तपाईँ आफ्नो छोराछोरीको साथ गराउनुहुन्छ, हामी विश्वास गर्छौँ। र आजको दिनसम्म तपाईँले सबै
प्रक्रियाहरूमा गर्नुभएको अनुग्रहको लागि हामी धेरै धन्यवाद दिन्छौँ। र अब केही समयपछि हाम्रो ज्वाइँ पक्षका सबै हाम्रा मानिसहरू यात्रामा जानुहुन्छ। तपाईँ परमेश्वरले आफ्नो कृपाको हात यात्रामा राख्नुहोला भनेर हामी प्रार्थना गर्छौँ। हामी प्रार्थना गर्छौँ हाम्रो ज्वाइँको परिवारले तपाईँलाई चिन्न सकुन्, विशेष गरी हाम्रो सम्धी सम्धिनीले तपाईँ परमेश्वरलाई स्वीकार गर्न सकुन्, आदर गर्न सकुन् र जीवन पाउन सकुन्, अन्धकारबाट तपाईँको राज्यमा आउन सकुन्। हाम्रो यही प्रार्थना छ। हामी प्रार्थना गर्छौँ हाम्रो पास्टरज्यूलाई, उहाँको परिवारलाई तपाईँले आफ्नो कृपा राख्नुहोला, ताकि दिएका बगालहरूको ठिक प्रकारको हेरचाह गर्न र उनीहरूलाई चराउन तपाईँले आफ्नो ज्ञान र बुद्धि दिइराख्नुहोला। हाम्रो यही प्रार्थना छ। धन्यवाद छ प्रभु, आजको यो सुन्दर समय हाम्रो लागि अविस्मरणीय हुनेछ। यो तपाईँले दिनुभएको पल हो। सबै बिन्तीहरू तपाईँको चरणमा राख्दै तपाईँले दिनुभएको सुन्दर समय, अवसर र सबै सफलताको लागि धन्यवाद दिँदै बाँकी रहल जीवन समय तपाईँमा समर्पण गर्दै र विशेष गरी छोरी ज्वाइँलाई तपाईँको हातमा सुम्पदै आशीर्वाद माग्छौँ हाम्रा उद्धारकर्ता प्रभु येशूको उज्जवल पवित्र नाममा। आमेन। नमस्कार। One, two, three भनेपछि भयो। आयो भाइ। ल मम्मी। माथा के प्रभु बाटो लामो भयो, आँसुका बादलले मेरो आँखालाई ढाक्यो। हिँड्दै गर्दा जीवन बोझै बोझमा तपाईँको नाम लिँदा उज्यालो छायो। हे प्रभु हात समाइदिनुहोस्, थकित आत्मालाई उठाइदिनुहोस्। मेरो कमजोरीमा शक्ति तपाईँको होस्, मेरो अन्धकारमा ज्योति तपाईँको होस्। सबैले छोडे पनि तपाईँ कहिले छोड्नुहुन्न। मेरो मन बहिनीहरू बस्नु सक्नुहुन्छ अरे है। बहिनीले निराशामा तपाईँ बाटो बनाउनुहुन्छ। मेरो हरेक आँसु तपाईँ मोती बनाउनुहुन्छ।